यो देशमा समस्या नेतामा होइन हामी जनतामा छ। यो कुरा आज म फेरि एकपटक प्रमाणित गरेर देखाइदिन्छु। आज हर्क साम्पाङ र सुदन किराती बीच एकता भएको छ। किराती अब संस्कृति पार्टीका वरिष्ठ नेता हुनेछन्। हर्क साम्पाङसँगको मेलमिलापपछि अहिले सुदन किरातीको वाहवाही भइरहेको छ। किराती र साम्पाङको मिलन भएकोमा कुनै अनौठो लागेको छैन, किनकि नेपालको राजनीतिमा यो एकदमै सामान्य हो। त्यसैले हामीले पटक पटक भन्दै आइरहेका छौँ कि नेपालको राजनीतिमा गोरुले ब्याउँछ अनि भालेले अन्डा पार्छ। तर मेरो खास आपत्ति चाहिँ जनतामा हो, किनकि संस्कृति पार्टी कार्यकर्ता र हर्क साम्पाङको समर्थकहरूको नजरमा आजबाट सुदन किराती एकाएक देशभक्त र देश बचाउन आएको नेता बनेका छन्। तर उही सुदन किराती आजभन्दा 2 वर्ष अगाडि हर्क साम्पाङको समर्थकहरूको लागि नाथे, कुलको इज्जत फ्याल्ने, पोचा लगाउने कुचिका, देश खाने किरा, विकास विरोधी अरू के थियो भनिसाध्य छैन, गनिसाध्य छैन। विश्वास लागेन? उसो भए आजभन्दा 2 वर्ष 2 महिना 11 दिन अगाडि अर्थात् 2024 को फेब्रुअरी 27 मा हर्क साम्पाङले लेखेको यो पोस्ट हेर्नुहोस्। यो पोस्ट आज पनि खोज्दा भेटिन्छ अनि यहाँ मुनि ऊ बेला आएका यी कमेन्टहरूलाई पनि मजाले हेर्नुहोस्। यो मात्रै होइन, 2025 को जुलाई 25 मा लेखेको यो दोस्रो स्ट्याटस पनि हेर्नुहोस् अनि यो मुनि आएका कमेन्टहरू पनि मजाले हेर्नुहोस्। यो मात्रै होइन, 25 कै जुलाई 5 मा हर्क साम्पाङले लेखेको अर्को एउटा यो स्ट्याटस पनि हेर्नुहोस्। साथै यहाँ मुनि ऊ बेला आएका कमेन्टहरू पनि मजाले हेर्नुहोस्। साम्पाङ र उनको समर्थनको नजरमा किराती चोर, फटा, नक्कली माओवादीदेखि पशुपतिको लास जलाउने मेसिन किन्दासम्म भ्रष्टाचार गरेर खाने व्यक्तिसम्म थिए। किनकि सुदन किरातीले पर्यटन मन्त्री हुँदै गर्दाखेरि धरानमा एयरपोर्ट बनाउन सहयोग गरेका थिएनन्। तर उही हर्क साम्पाङले आज लेखेको यो स्ट्याटस हेर्नुहोस् अनि यहाँ मुनि आएका उनका समर्थकको यी कमेन्टहरू पनि मजाले हेर्नुहोस्। सुदन किराती व्यक्ति उही, हर्क साम्पाङ पनि व्यक्ति उही, तर उनका समर्थकको लागि हिजो चोर, फटा, नाथे, कुलको इज्जत फाल्ने भएको किराती आज एकाएक राष्ट्रपति भएका छन्। हो, समस्या यहीँनिर हो। अर्थात् सुदन किराती हिजो नराम्रो हुनुमा अरू केही चाहिएको थिएन, मात्र आफ्नो नेताले उसको विरुद्धमा नराम्रो भनिदियो, बस ऊ नराम्रो भयो। अनि आज आफ्नो नेताले उही व्यक्तिको बारेमा राम्रो भनिदियो, बस ऊ आज आएर फेरि राम्रो भइदियो। त्यसैले भनेको समस्या नेतामा होइन जनतामा छ। यो देश बिग्रेको नेता र राजनीतिक दलले गर्दा होइन, ती नेता र दलका समर्थकहरूले गर्दा हो। हर्क साम्पाङ र संस्कृति पार्टी त एउटा उदाहरण मात्रै हो। यो रोग हरेक दलमा छ, चाहे त्यो पुरानो काङ्ग्रेस एमाले माओवादी होस् या नयाँ रासोपा संस्कृति या अरू कुनै दल होस्। हरेक दलको कार्यकर्ता र समर्थकमा यो सेम रोग लागेको, समर्थकलाई यो रोग लागेको छ नै छ। अनि यो रोग फेरि नेपालमा मात्र होइन, भारत, पाकिस्तान, बङ्गलादेश जस्ता अरू देशहरूमा पनि हुने रहेछ। भन्नाले यस्तो रोग चाहिँ प्राय गरिकन नेतामा क्षमता, इमान्दारिता भन्दा पनि भगवान खोज्ने, मसिहा खोज्ने जनता भएको देशहरूमा हुने रहेछ। हो, त्यसैले यो देश बनेको हेर्नु मन छ भने पहिले आफूलाई बदल्न सिक्नुहोस्। कुनै पनि व्यक्तिको बारेमा मूल्याङ्कन गर्दै गर्दाखेरि ऊ कुन दलको छ, कुन दलको हो वा उनले कुन दलको समर्थन गरिरहेको छ भनेर होइन, ऊ भित्र भएको गुण र दोषको आधारमा उसको मूल्याङ्कन गर्न सक्ने खुबीको विकास गर्नुहोस् अनि बल्ल बन्छ देश। नत्र भने उही जुन गोरुको सिङ छैन त्यही गोरुको नाम तिखे भने जस्तै आफू चाहिँ हिलोमा बस्ने अनि नेता चाहिँ सफा सुगरवाला खोज्ने, यो चाहिँ सधैँ मनको लड्डु घिउसँग भने जस्तै सपना मात्रै हुनेछ। खैर, अन्त्यमा अब धेरैजनालाई मलाई मजाले गाली गर्न मन लागेको होला, गर्नु स्वागत छ। मलाई गालीदेखि डर लाग्दैन, किनकि म कार्यकर्ता नै कार्यकर्ताले भरिएको यो देशमा साँचो जनता खोजिरहेको छु। खैर, अन्त्यमा थोरै कुरा गरिहालौँ। संस्कृति पार्टीमा अहिले सुदन किरातीको जुन एकता भएसँगै अब पूर्वमा हर्क साम्पाङको पार्टीले एकदमै राम्रो तरिकाले अगाडि बढ्ने देखिन्छ र योभन्दा अगाडि पनि पूर्वमा हर्क साम्पाङको पार्टीले जो 3टा प्रत्यक्ष सिट जितिसकेको अवस्था थियो भने अब सुदन किरातीको इन्ट्री भएसँगै अझै संस्कृति पार्टी बलियो भएको छ र सँगसँगै अब अरू त्यहाँ भएका अन्य जति पनि पहिला काङ्ग्रेस एमाले माओवादीमा हुँदै गरेको अन्य नेताहरू, प्रभावशाली नेताहरूलाई पनि यदि संस्कृति पार्टीभित्र भित्राइयो भने पूर्वमा हर्क साम्पाङ यानि कि प्रदेश नम्बर 1 मा चाहिँ हर्क साम्पाङको पार्टीले एकदमै राम्रो आउने स्थानीय चुनाव र प्रदेश सभामा चाहिँ राम्रो पर्फर्मेन्स गर्न सक्ने देखिन्छ। बाँकी मिलेकोमा शुभकामना छ। मैले आज भन्न खोजेको कुरा के मात्रै भने जनता सुध्रिनुहोस्, जनता सुध्रिनुहोस्, जनता सुध्रिनुहोस्। म फेरि पनि भन्छु, तपाईँको नेताले राम्रो काम गर्दा समर्थन गर्नुहोस्, नराम्रो गर्दा खबरदारी गर्नुहोस्। तर नेताको आँखाले कुनै व्यक्तिलाई गलत देख्यो भने त्यो बिना कारण त्यसलाई गलत देख्ने, खेदे गर्ने र त्यो नेताको आँखाले कुनै व्यक्तिलाई राम्रो देख्यो भने बिना कारण त्यसलाई राम्रो देख्ने काम नगर्नुहोस्। कुनै पनि व्यक्ति यदि ऊ साँच्चै नराम्रो छ भने तपाईँको पार्टी बाहिर हुँदा पनि नराम्रो छ, पार्टीभित्र आएपछि नराम्रो छ। यदि कुनै व्यक्ति राम्रो छ भने तपाईँको पार्टी बाहिर हुँदा पनि राम्रो छ, भित्र आएपछि राम्रो छ। यो एउटा सत्य, यति जाबो एउटा सत्य चाहिँ तपाईँ हामीले बुझ्न नसक्दा आज हाम्रो देश यो भड्खालोमा पुगेको छ र हामीले यो कुरा अझै बुझेनौँ भने यो देश कहिले पनि बन्दैन। बाँकी तपाईँ मेरो भनाइमा सहमत हुनुहुन्छ कि हुनुहुन्न? गाली या ताली कमेन्ट गर्नुहोला।